हाम्रो चाहिँ श्रम है, यो चाहिँ श्रम गरिँदैछ। आफ्नो गाउँ आफै बनाऊ भनेर यो चाहिँ शाखा रोड हामीले चाहिँ बनाउँदैछौँ। यहाँ चाहिँ ढुङ्गाहरू फुटाउँदै, यता ढुङ्गाहरू फुटाउँदैछ साथीहरू। अनि यहाँ फुटाउँदैछ, छिनु थाप्दैछ भान्जाले। अनि राजन भान्जाले चाहिँ मार्तलले हान्दैछ। यो सारो छ ढुङ्गो, यो केटाहरूले फुटाउँदैछ, ट्राई गर्दैछ। यो चाहिँ हाम्रो बेसीमा गुराँस फुलेको रहेछ एउटा, त्यहाँ चाहिँ हाम्रो भान्जा चढेर एकछिन यसो रमाइलो गर्दैछ, गुराँसहरू छामछुम गर्दैछ। अहिले चाहिँ हामी फेरि यहाँ ढुङ्गो र अहिले चाहिँ हामी नास्ता गर्दैछौँ 2:30 बजी। यो चाहिँ हाम्रो नास्ता चाहिँ चिउरा टालमुटहरू महीहरू छ, खाँदैछ साथीहरू सबै। अहिले चाहिँ रेस्ट टाइम हो, खाँदा खाने। अब चाहिँ हाम्रो यो सोलिङ लाउँदैछौँ हामीले चाहिँ। सोलिङ खतरा सोलिङ लगाइरहेको छ, एकदम फिनिसिङ खतरा छ। कोहीमा चाहिँ अलिक सानो छ र अहिले चाहिँ फेरि यहाँ अब खाजा खाएर चाहिँ हल्का गफ खाँदैछ। हाम्रो सन्तोषजीले चाहिँ, सदस्यज्यूले चाहिँ मही खानुहुँदैछ, मही पिउँदैछ। अनि यता राजन भान्जा उभिएर नास्ता गर्दैछ। अहिले चाहिँ यहाँ फेरि काम सुरु हुँदैछ यहाँ। अनि कोहीले यो खोप्लीहरू पुल्ने, कोहीले सोलिङ लाउने, कोहीले फाउन्डेसन गर्ने, यस्तै काम हाम्रो श्रम हुँदैछ है। पिच चाहिँ यस्तो चाहिँ हाम्रो शाखा रोड भए पनि हाइवे जस्तै बनाएको छौँ। यो चाहिँ हाम्रो बेसीमा फुलेको एउटा चिमल रहेछ, केटाहरूले टाउकोमा लगाइदिएर चाहिँ यहाँ पुरा मलाई फोटो खिच्नु लगाएको। यो चाहिँ हाम्रो सदस्य हो, नाच्दैछ पुरा। उसको केटीलाई आई लभ यु भन्दैछको कि खोइ के भन्दैछको थाहा छैन। परासी ढुङ्गो बोक्नेहरू हुने यता गुराँस यही हो बोट है त।